तपाईँ त घरको जेठो बाटो छोरा हो दाइ। आफूभन्दा सानोलाई यसरी काम गर उसरी काम गर भनेर सिकाउनु त कहाँ छ उल्टो हामीले जानेर गर्दा पनि किचकिच गर्ने हो त जहिले नि। यसरी पनि सगोलमा घर चल्छ। के भयो तिमीलाई? के भयो? किन मसँग मुखमा लागिरहेको तिमी? के भनेको छु र मैले तिमीलाई? म सुतिरहेको छु, चुप लाएर काम गर, त्यति भनेको होइन मैले? दाइ भयो नि त बोल्दिनँ अब। के को भयो नि? त्यसै थुथुनु चलाउँदो रहेछ। भाइ हो म तिम्रो? देवर हो? ठुल्सा कसरी बोल्ने भन्ने पनि थाहा छैन। चुप! यो घरको जेठो छोरो, दाजुभाइहरूको दाइ होइन र दाइ तपाईँ हो। बिचमा जाने बेला नआइज कहाँ छ? हो भने जिम्मेवार बन्नुस् न त दाइ। म बिचमा किन नआउने? आफ्नो घरको अभिभावकले अभिभावकत्व पुरा गर्न सक्दैन या जान्दैन भने नि दाइ, सक्नेले पुरा गर्ने हो, नत्र घर घर रहँदैन दाइ, परिवार टुक्रिन्छ। बा आमाको लागि परिवार विखण्डित हुनु भनेको नि दाइ मुटु फुट्नु जस्तै हो। सक्नुहुन्छ भने घरमा खुसी थप्नुहोस्, नत्र भने सबलाई सकस दिने काम नगर्नुहोस्।